साथीहरू बाइकमा यात्रा गर्दै हुनुहुन्छ। यसमा चाहिँ मैले बाइकमा एउटा सानो समस्या देखा परेको थियो। त्यो समस्या अब नर्मल समस्याहरू आफैले पनि समाधान गर्न सकिन्छ। त्यो हुनाले मैले भिडियो बनाएको र म तपाईँहरूलाई देखाउन गइरहेको छु। यो हाम्रो अघिल्लो व्हिल छ, मैले घुमाइरहेको छु, देख्नु भएको छ। यो जम्मा 4-5 सेकेन्डसम्म भन्दा घुम्दैन। अब यसले गर्दा के हुन्छ भन्दाखेरि अब अगाडि बेरिङहरू गएको या केही समस्या पऱ्यो भने यस्तो नघुम्ने। लगायत यतापट्टि यता हेर्नु त, यो लक छ नि, यो चाहिँ हाम्रो मिटरको मिटर घुमाउने, मिटरको रिडिङ देखाउने भाग हो है। यसको त्यो खाल्टो जो त्यो भागमा पर्नुपर्ने त्यो माथि छ, तर उसको यताको लक चाहिँ तल छ है। र त्यही भएर पनि राम्रोसँग नाचेको छैन। र हामीले अहिले यो टायर खोलिसकेका थियौँ, लक पनि मैले निकालिसकेको छु र हेरेँ मैले बेरिङहरू लगभग सबै ठिकै छ र बेरिङहरू ठिकै छ। यसमा चाहिँ अब यो अघि चाहिँ मैले लक देखाएको थिएँ, भित्र के हुन्छ भन्दाखेरि हामीले राम्रोसँग सेट गरेनौँ भने चाहिँ माथि रिडिङ चाहिँ बिग्रिने, तलमाथि देखाइदिने त्यस्तो हुन्छ है। र बेरिङ चाहिँ मैले दुईतिर हेरिसकेको छु, अहिले बेरिङ चाहिँ अवस्था ठिक छ। र अब हामी सेट गर्न गइरहेको छौँ है। भिडियो चाहिँ हल्का तेर्सो भएछ, तेर्सो हुँदा राम्रोसँग नदेखिएला, त्यही पनि अब लगातार हेर्नुभयो भने चाहिँ देखिन्छ, नदेखिने होइन। बेरिङहरू ठिक छ। यो अहिले मैले हातले देखाइरहेको भाग चाहिँ त्यो जो हाम्रो माथि मिटर घुमाउने हुन्छ, चक्काले जो मिटर घुमाउँछ त्यो चाहिँ हो। र त्यो राम्रोसँग सेट नहुँदाखेरि त्यो लकभित्रको जो भाग गयो भने चाहिँ गाह्रो हुन्छ है। र हामीले जहिले पनि टायरहरू खोलेर सेट गर्दाखेरि हाम्रो यो डिस्क को भागमा चाहिँ हल्का ग्याप बनाउनु पर्ने हुन्छ, किनकि अब हाम्रो व्हिललाई राम्रोसँग छिराउनु पर्ने हुन्छ। ग्यापहरू चाहिँ बनाउँदैछौँ। अब हामीसँग सामान्य टुल्सहरू चाहिँ हुनुपर्छ है। सामान्य टुल्सहरू भयो भने हामीले नर्मल, अब इन्जिन बाहेक अरू कामहरू चाहिँ आफै पनि नर्मलमा गर्न सकिन्छ। र अहिले हामीले व्हिल सेट गर्दैछौँ। व्हिल सेट गर्ने बेला अब यो लक चाहिँ मिलाउनु पर्छ। अब लकमाथि त्योमा राम्रोसँग सेट भएन भने पछि फेरि हामीलाई मिटरमा समस्या आउँछ। त्यो हुनाले गर्दा म लक राख्दैछु। एक्सलमा चाहिँ ग्रिसहरू लगाउनु होला, सुक्खा हुन्छ कसैको, सुक्खा भयो भने भित्र घर्षण बढी हुन्छ र तात्तिन सक्ने सम्भावना हुन्छ। त्यसले गर्दा एक्सलहरूमा भित्र बेरिङहरूमा चाहिँ ग्रिस लगाउनु होला। र अहिले मैले व्हिल सेट गरिसकेको छु। सेट गरेर वासर हालेँ र वासर लगाइसकेपछि अब म नट लगाउँदैछु। 19 नम्बरको बोल्ट लाग्छ र यो 19-22 को पाना पनि छ मसँग। यो भयो भने हामीलाई यात्रा गर्दाखेरि कहिलेकाहीँ अब नर्मल आफूले बनाउन सक्ने समस्याहरू चाहिँ आफैले बनाउन सकिन्छ। र यसलाई टाइट गर्दाखेरि चाहिँ राम्रोसँग टाइट गर्नु होला है। यदि राम्रोसँग टाइट भएन भने गाह्रो हुन्छ। र अहिले हेरौँ है त हाम्रो बाइकको अब टायर कतिको नाच्छ। र यो मैले डिस्क ब्रेक नलगाउँदै नचाचौँ, हेर्नुहोस् सरर नाच्यो अहिले है। अघि कस्तो थियो र अहिले कस्तो भयो। र फेरि म डिस्क ब्रेक पनि लगाउँदैछु, लगाएँ। अब हेर्नुहोस् त कति मजाले नाच्यो है। डिस्क ब्रेक लागिसक्यो र पनि मजाले नाच्यो। यस्तो भयो भने चाहिँ हामीलाई धेरै सहज हुन्छ है। भिडियो मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला है।